प्रीति र म फर्स्ट टाइम भेट्नुभन्दा अगाडि चाहिँ हामी फर्स्टमा इन्ट्रोड्युस भएको अनलाइन हो सो लाइक हाम्रो अनलाइन च्याट गर्थ्यौँ कल्स भिडियो कल्सहरू भइरहेको थियो लाइक सी वाज हामी क्यानाडामा ऊ एउटा सिटीमा थियो म अर्कै सिटीमा थिएँ एन्ड देन लाइक अब इन पर्सन भेट्ने भइरहेको थियो तर लाइक वाज कुनै कुरा मिलिरहेको थिएन बट देन लाइक प्रीति लाइक सिटीको लिप अफ फेथ ऊ आफ्नो सिटीबाट मलाई भेट्न भनेर एक्लै लाइक 4 आवर्स बस राइड गरेर आयो हामी बोलेको फ्यु मन्थ्स भइसकेको थियो बट आई ह्याड नट मेट द पर्सन त्यही भएर म भेट्न गएँ वी वेन्ट आउट अन अ डेट अनि फर्स्ट भेट्दै नै मन परिसकेको थियो मान्छे बट वी ह्याड अ रियली गुड इभिनिङ त्यो साँझमा हामी नेपाली रेस्टुरेन्ट गयौँ खायौँ वी टक्ड अ लट अनि म ट्राभल गरेर जाँदा पनि मैले खासै धेरै एक्सपेक्टेसन्सहरू राखेको थिइनँ कस्तो हुन्छ के हुन्छ लाइक इन्टायर इभेन्टको केही पनि राखेको थिइनँ बट आई ह्याड अ रियली गुड टाइम त्यो फर्स्ट टाइम भेटेको जस्तै कहिले पनि फिल भएन 4 मन्थ्स जस्तो भइसकेको थियो बोलेको तर इट फेल्ट लाइक फर एभर मेरो लागि त्यो दिनको मोस्ट मेमोरेबल मोमेन्ट भनेको चाहिँ लाइक जब ऊ बसबाट ओर्लियो अनि मैले उसलाई फर्स्ट टाइम देखेँ एन्ड आई वाज लाइक वाउ साँच्चै राम्रो रहेछ यार लाइक सी वाज रियली प्रिटी लजाइरहेको थियो स्माइल गरेर आएको थियो अनि तिमी शीतल छाया यो बर्खा ओर्ली आउँदा तिमी मेरो छाता यो वर्णनै गर्न नसकिने मायालाई कसरी बुझाउनु यति बुझिदिनु मेरो लागि तिमी र तिम्रो लागि म छु म त जान्दिन फकाउँछ हाम्रो रिलेसनसिप भएको चाहिँ अब अलमोस्ट क्लोज टु 4 इयर्स भयो सबसे धेरै मेरो लागि स्पेसल मोमेन्ट चाहिँ जब उसले मलाई बिहा गर्नको लागि प्रपोज गरेको थियो गलियां छिटुर गईयां वे मैं तेरी हो गई माही नी मैं तेरे संग जुड़ गईयां हो वे मैं गलियां छुड़ा पाके तेरी गलियां छिटुर गईयां वे मैं तेरी हो गई माही नी मैं तेरे संग जुड़ गईयां माही आई लभ माउन्टेन्स मलाई बिचहरू पनि एकदम राम्रो लाग्छ सनसेटको टाइम पनि मेरो फेभरेट हो जब उसले मलाई प्रपोज गर्यो आई ह्याड अल द 3 थिङ्स इट वाज द मोस्ट म्याजिकल प्लेसमा म त्यो प्लेसमा फ्यु मन्थ्स पहिला पनि गएको थिएँ अनि मैले त्यो ठाउँको यति धेरै कुरा गरेको थिएँ कि हि प्लान द सरप्राइज प्रपोजल त्यही ठाउँमा गएर लाइक विदिन अ स्प्यान अफ 3-4 मन्थ्स हामी त्यहीँ गयौँ मैले एक्सपेक्ट गरेको थिइनँ एन्ड हि प्रपोज मी एन्ड आई थिङ्क द्याट्स द मोस्ट ब्युटिफुल टाइम एभर इन माई लाइफ मेरो रिलेसनसिपको मेरो लाइफको सबसे बेस्ट मोमेन्ट थियो इट वाज म्याजिकल माउन्टेन्समा जान्थेँ मिन्स युज टु बी लाइक मलाई प्रपोज गर्दाखेरि माउन्टेन हुनुपर्छ ल कहिलेकाहीँ हामी सनसेटमा जान्थ्यौँ मिन्स युज टु बी लाइक सनसेटमा प्रपोज गरेर नि कस्तो राम्रो आउँछ सो इट वाज भेरी टफ फर मी टु फाइन्ड अ स्पट जहाँ माउन्टेन पनि होस् लेक पनि होस् सनसेट पनि होस् लाइक बिच पनि होस् तर देयर वाज अ प्लेस इन क्यानाडा अनि कोमोक्स भन्ने प्लेसमा लाइक देयर वाज एभ्रिथिङ सो वी प्लान टु ट्रिप टु भ्यान्कुभर र प्रीतिको बर्थडेको दिन लाइक आई सरप्राइज हो एन्ड आई प्रपोज हो
हामी दुईजनामा चाहिँ प्लानर भनेको कृति हो म चाहिँ लाइक आई जस्ट लाइक ट्याग अलोङ सो वेडिङ प्रिपरेसन पनि लाइक मोस्टली लाइक किक्स लाइक सी डिड मोस्ट अफ द वर्क उसले मलाई कहिले पनि कुनै पनि पोइन्टमा लाइक प्रेसराइज फिल गरा होइन लाइक सी डिड अल द प्लानिङ आफ्नो ड्रेसको कलरदेखि लिएर मेरो ड्रेसको कलरहरूदेखि लिएर कुन इभेन्ट कसरी गर्ने डेकोरेसन के गर्ने लाइक जस्ट लाइक सिलेड अल द वे बिहा अगाडिको मोमेन्टहरू त सबैको जस्तै स्ट्रेसफुलै हुँदो रहेछ जतिसुकै इजी हुने गयो भने पनि हामी टाढा थियौँ हामी उतै बसेर क्यानाडा बसेर हामी प्रिपरेसन्सहरू गर्न खोजिरहेको थियौँ आई थिङ्क वेडिङ भनेको वेडिङको डेभन्दा अगाडिको प्रिपरेसन्सहरू नै सबसे धेरै फन हुँदो रहेछ र मलाई एकदमै धेरै रमाइलो भयो आइलमा जब किक्स आइरहेको थियो अगाडिबाट हिँड्दाखेरि लाइक इट वाज अ रियली ब्युटिफुल मोमेन्ट किनकि आई मिन आई हेभ अलवेज इमेजिन्ड हर इन अ ब्राइडल ड्रेस तर लाइक आफ्नै आँखाले हेर्दाखेरि ओके लाइक दिस इज रियल वी गेटिङ म्यारिड नाउ एन्ड सी लुक्स सो ब्युटिफुल Oh, darling, there's not much that you can say to stop me from falling in like I am. Oh, darling, even waves can't wash away our names in the sand. Never could, never can. You are my everything. I give up everything. Show me the darkest parts of your heart. I ain't gonna run. Every dance is slow. Every kiss is whoa. They say you know when you know. Well, I know you're the one. Some people bring you a million blessings. Some people teach you a million lessons. All that I learned, it wasn't my turn. It wasn't the right time. Some people come in your life for a reason. Others, they come in your life for a season. But baby, you are a lifetime. Oh, म यस्तो लामो गरी सास फेरेको छु कि ओके फाइनली भयो लाइक we've been waiting for this day from like 6 months अब अनि फाइनली भयो दिस पर्सन इज गन बी माई फर एभर वाला फिलिङ त्यो एक्कासी सबै कुरा हिट भयो र आई थिङ्क इट वाज सो गुड darling, I would walk the लाइक जुन मोमेन्टमा मैले कृतिलाई सिन्दुर हारिरहेको थिएँ लाइक सी इज माई रेस्पोन्सिबिलिटी नाउ लाइक वी आर वान वी आर लाइक एक्ज्याक्टली वान जस्तो फिल भएको थियो मलाई चाहिँ hello. You are my everything. I give up everything. Show me the darkest parts of your heart. I ain't gonna run. Every dance is slow. Every kiss is whoa. They say you know when you know. Well, I know you're the one. Some people bring you a million blessings. Some people teach you a million lessons. All that I learned, it wasn't my turn. It wasn't the right time. Some people come in your life for a reason. Others, they come in your life for a season. But baby, you are a lifetime. Baby, you are a lifetime. Baby, you. I'm so happy I'm so in love with you I'll forever be in love with you आई लभ यु भेरी मच अनि ब्राकेटमा चाहिँ विथ अ लट अफ माई फिलिङ्स You are a lifetime.